यति बेला म सुन्दरीजल स्थित बीपी संग्रहालय परिसरमा छु। यो तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई 2019 मङ्सिर 1 गते महेन्द्र राजाले कु गरे पश्चात ल्याएर राखिएको यो सुन्दरीजल कारागार थियो र यसलाई पछि बीपी संग्रहालयका रूपमा पनि परिणत गरियो। यहाँहरू देखिराख्नु भएको छ यो संग्रहालय गोकर्णेश्वर नगरपालिका स्थित सुन्दरीजलमा अवस्थित छ र यहाँहरूले देख्न सक्नुहुन्छ यो अहिले चाहिँ सरकारले यसलाई राम्रोसँगले व्यवस्थापन गरेको छ र यो एक बीपी उद्यानका रूपमा पनि विकास गरिएको छ। यहाँले देख्न सक्नुहुन्छ तत्कालीन समयमा बीपी कोइरालाले अपहरण गर्नुभएको एउटा विमान पनि अवस्थित छ। तत्कालीन साई नेपाल वायु सेवा निगमको काठमाडौँ विराटनगर उडानमा रहेको विमानलाई अपहरण गरी भारतको बिहारतर्फ पुर्याई यस विमानमा रहेको रकम चाहिँ आन्दोलनको क्रममा बीपी र उहाँका सहयोगीहरूले प्रयोग गरेको इतिहासमा वर्णित छ। यो तत्कालीन साई नेपाल वायु सेवा निगमको जहाज हो र यसलाई सङ्ग्रहालयमा यहाँ प्रतीकात्मक रूपमा राखिएको छ। यहाँहरूले हेर्न सक्नुहुन्छ र यहाँ चाहिँ